नतातेको केही पनि छैन गाई साइज दिन सक्नुहुन्छ सन्तोषलाई चाहिँ अहिले मैले पानीपट्टि गरिदिइरहेको छु कि पानीपट्टि पनि एकैछिनमा आफै तातिरह शरीर सबै तातेर केही पनि छैन सन्तोषलाई पनि झ्याप्प सन्चो केही पनि हुँदैन झ्याप्प उसलाई केही भए पनि केही पनि भएन भन्दै मेडिसिनहरू चाहिँ केही नखाने हामी छ उसको चाहिँ अनि केही भयो भने पनि भएन भने झ्याप्प बिरामी पनि हुँदैन हामी त अब प्राय अब यस्तो भयो टाउको दुख्यो रुगा लाग्यो भन्दै सुतिरहन्छौँ नि त उता कहिले पनि त्यस्तो टाउको दुख्यो रुगा लाग्यो भनेर सुत्ने अनि सन्चो छैन भनेर त्यतिकै बस्ने उसको बानी चाहिँ छैन अनि त्यही पनि अब बिरामी भयो भने यस्तै सिकिस्तै हुने गरी हुन्छ भएन भने भएन खाजा के खाने यो पट्टी हल्लिनु नदिनु के फेरि भन्नु न रातिको जस्तै म सिरक ओढेर तातेको